मुटुको समस्या भयो, मलाई उकालो चढ्दा हिँड्दा सास बढ्यो भन्यो भने उसले उपचार गर्न कहीँ नगइकन पिपलको पहेँलो झरेको पातमा 2 चिम्टी जति काँचो चामल हालेर पान जस्तो चपाउँदै खाएर बिहान मर्निङ वाक गर्यो भने 31 देखि 40 दिनमा उसको हार्टको ब्लकेजहरू खोलेर गइसकेको हुन्छ। उपचार भयो हैन। पिसाब रोकिएर ठ्याप्पै भयो, केही भएन भने फेरि त्यसको कलिलो मुन्टालाई टिपेर बर र पिपल दुवैको, त्यही भएर चौतारामा सँगै रोपिन्छ दुईटैको उपकारको निम्ति। त्यसलाई ल्याएर चौलानी पानीमा पिसेर मिश्री सिश्री फिटेर खायो भने पिसाब खल्लै खुल्छ। दुईटा हैन, उपचारसँग जोडियो नि त। अब तेस्रो कुरा के छ भने बर र पिपलको मुनि राति बास बस्नु हुँदैन भन्ने छ हैन। त्यही भएर उनीहरूलाई चौतारामा राखिएको छ, उनीहरूलाई घर छेउमा राखिएको छैन। घरमा रोपिँदैन, घरमा रोप्दैन। चौतारामै रोपेको के भने सबै गुणकारी छ, तर राति चौतारामा कुनै शत्रु आएर बसेछ भने पनि नाश भइहाल्छ, मित्र भए घरमा आइहाल्छ भन्ने किसिमले कार्बन डाइअक्साइड फाल्छ अनि मान्छेको मृत्यु हुन सक्छ भनेर चौतारामा रोपिदिएको छ पर।